I love you, Jerry. What the fuck? यो माया भन्ने कुरा पनि आफ्नो कन्ट्रोलमै नहुँदो रहेछ मामा। यो पछाडिको पार देखिरहेको छौ नि त्यसको टुप्पामा जानी मङ्लेङ्ग फडाली। अब चढ्छ जेरी on top. Okay, Jerry on top. So we have Miss Paul from Germany, जसले भर्खरै केटो माउन्टेन आरोहण गरेर आउनु भएको छ। Mr. Johnson from US, जसले 10 वटा भन्दा बढी 8000 प्लस एल्टिट्युडको माउन्टेन्सहरू आरोहण गरिसक्नु भएको छ। सुरक्षा बन्द। And we have Jerry. Let's start. अब जेवी सिंह राणा उर्फ जे एभरेस्ट चढ्दैछ। Why Everest? विजयलाई हराउन। को उहाँको साक्कै मम्मीको साक्कै श्रीमान। अरूले भेगमा दिएको जितभन्दा आफूले मेहनत गरेको हारमा बढी सन्तुष्टि लिन सक्नुपर्छ। मेरो बुवाले अहिलेसम्म मलाई बच्चाइदेखि सबै कुरामा हराउनु भएको छ। त्यही भएर म उहाँलाई चढेर देखाउँछु। Because I want to show is the best. ओ मिस पेमा। अहिलेसम्म 340 भन्दा बढी मान्छेले आफ्नो लाइफ गुमाएको छ एभरेस्टमा। And you, Mr. Rana, यदि तपाईलाई लाग्छ कि पैसा हुँदैमा सबै कुरा हुन्छ भने you are wrong. Jerry. Huh? Just call me Jerry. मलाई त यस्तो केटा चाहिन्छ जोसँग मेरो ब्रेकफास्ट लुक्लामा, लन्च बेस क्याम्पमा अनि डिनर एभरेस्टमा। I mean seriously, जसले पनि तिमीलाई पाउँछ नि, he's gonna be very lucky. I love you, Jerry. थाहा हुँदा हुँदा कि you are the star which twinkles in someone else's sky. I just want to be independent, Jerry. Can you please stop acting like an 8-year-old kid? हैन म कुरा पनि कोसँग गर्न आइराछु के? अब तँलाई मन पराउने सबैजनासँग झगडा गर्दै हिँड्यो भने त सबैजनालाई पिट्दै हिँड्न पर्ला नि फेरि। Don't touch me! What the fuck? यो माया भन्ने कुरा पनि आफ्नो कन्ट्रोलमै नहुँदो रहेछ मामा। यो पछाडिको पार देखिरहेको छौ नि त्यसको टुप्पामा जानी मङ्लेङ्ग फडाली। मबाट भुल भयो के हो? Just leave me alone, Jerry. त जहिले मेरो फर्स्ट प्रायोरिटी भइस तर म तेरो हुन सकिन। मामु भन्ने अधिकार तैँले गुमाइसके जेरी। Please try to understand. जेरीको नाम पनि म यो घरमा सुन्न चाहन्न। मसँग यो बाहेक अब केही उपाय छैन। अब चढ्छ जेरी on top. म काछु के जेरी मेरो गल्ती के भयो? I promise I'll never hurt you. सुई गुरुङ अब असोज 31। ओके जेरी अन टप है। ट्रेलर चाहिँ अब टिजरमा नै हेरिसकेकै कुराहरू आएको छ होइन। र अब भुवन केसीज्यू यसमा केमियो मात्र नभएर जोस् हाम्रो अनमोल केसीजीकै बुवाको रोलमा हुनुहुँदो रहेछ होइन। र मुभी ओभरअलमा चाहिँ हेरौँ लाग्ने खालकै ट्रेलरले देखाएको छ। र हाम्रो सुएब गुरुङज्यूले चाहिँ फर्की मार्फत पनि आफूलाई चाहिँ एउटा बेग्लै जनरको होइन बेग्लै एउटा एक्साइटमेन्ट मुभीमा ल्याउने खालको डाइरेक्टरको रूपमा चाहिँ आफूलाई स्थापित गराउनु भएको छ भनेपछि अलिकति आश चाहिँ छ है होइन। एकदम आश छ। र अनमोल केसीजीको फर्की पछिको अर्को मुभी जो चाहिँ उहाँको फ्यानहरू वेटिङमा हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो तिहारमा चाहिँ एउटा गिफ्ट आएको छ जेरी अन टप है। ओके जेरी चाहिँ उहाँको सायद अनमोल केसीजीको सेकेन्ड मुभी हुनुपर्छ होइन।
जुन मलाई राम्रो लागेको थियो है त्यो इमोसनल टचहरू होइन एडभेन्चरको कुरा होइन एउटा टिनेज केटाहरूको एउटा लभ स्टोरीदेखि लिएर होइन सबै त थियो भने यसमा अझ होइन अन टप भन्ने बित्तिकै यहाँ अलिकति मोर एडभेन्चरर नै भएको छ होइन मुभी र यसमा पनि सेम होइन यहाँ चाहिँ हामीले अनमोल केसीसँग चाहिँ जसिता गुरुङलाई आचल शर्मालाई देख्न सकिन्छ र यसमा चाहिँ होइन त्रिकोणात्मक प्रेम कथा प्रष्टै देखिन्छ हामी ट्रेलरबाट र खुलस्त रूपमै देखाएको छ होइन एकदम ट्रायङ्गुलर लभ स्टोरी देखाएको छ र अनमोल केसी भन्ने बित्तिकै अफकोर्स लभ हुन्छ नै रोमान्स हुन्छ नै ट्रेजेडी हुन्छ नै होइन लभ सङ्गहरू हुन्छ नै र अब जेरी भन्ने बित्तिकै एडभेन्चरर होइन अलिकति हिमालतिरको एकदम सिनारीहरू राम्रो त्यो अफकोर्स कन्टिन्यू रहेको नै छ र अलिकति सुवेग गुरुङज्यूले चाहिँ अझ थ्रिल थप्नु भएको कि जस्तो लाग्यो है र भिएफएक्सहरू पनि मलाई चाहिँ राम्रो लाग्यो मलाई चाहिँ अहिलेसम्म ट्रेलरमा हेर्दा चाहिँ भिएफएक्स यतिको कन्भिन्सिङ नै हो होइन नेपाली मुभीमा चाहिँ र अब यसमा अझ प्लस पोइन्ट इलिमेन्टहरू चाहिँ हाम्रो भुवन केसीलाई पनि मान्न सकिन्छ होइन किनभने उहाँको बाहिरी व्यक्तिगत लाइफ जे जस्तो भए पनि एज एन एक्टर चाहिँ उहाँ एउटा लेजेन्डरी एक्टर होइन राम्रो एक्टिङ गर्नुहुन्छ र एउटा प्लस पोइन्ट होइन सबैलाई एउटा अझ मासलाई तान्ने अर्को इलिमेन्ट हुनुहुन्छ हाम्रो केदार प्रसाद घिमिरे माग्ने कुरा होइन र उहाँको एउटा डायलग होइन वाद्द भनेर होइन त्यो अरूले त्यही डायलग होइन त्यही सिचुएसनमा भन्दा त्यति हाँस उठ्दैन थियो होला तर उहाँको जुन एउटा टोन छ होइन जुन स्टाइल छ र जुन उहाँको फेसियल एक्सप्रेसन छ त्यतिले नै हँसाउँछ कि होइन मलाई चाहिँ एकदम त्यो पोइन्टै अझै याद भइरहेछ क्या वाद्द होइन र अब यसमा चाहिँ स्लाइटली हेर्दाखेरि चाहिँ ट्रायङ्गुलर लभ स्टोरी बाहेकमा आफ्नै बाबा होइन भुवन केसीसँग सानैदेखि हरेक चिजमा चाहिँ आफू हारिरहेकोमा अब जसरी पनि जित्छु होइन आफ्नै बाबालाई जित्छु भनेर चाहिँ टप अफ द वर्ल्ड होइन माउन्ट एभरेस्ट नै म क्लाइम्ब गर्छु भनेर चाहिँ होइन उहाँले एउटा जुन जिद्दी देखाउनु भएको छ होइन जिद्दीपन जुन अठोट गर्नुभएको छ त्यो सफल हुन्छ हुँदैन र त्यो एभरेस्ट चढ्ने होइन एउटा क्रममा चाहिँ आएको अवरोधहरू होइन नेचुरल डिजास्टरहरू हुनसक्छ होइन त्यसको डिफिकल्टिजहरू हुनसक्छ त्यो पार्ट अझ रमाइलो हुन्छ जस्तो लाग्यो होइन त्यो पार्ट चाहिँ मलाई अझै हेर्न मन लाग्यो लभ स्टोरी पार्ट भन्दा नि होइन र अब यसमा चाहिँ अझ मलाई रमाइलो लागेको चाहिँ अब पछाडि पेन्टिङ पनि छ है सोलखुम्बुमा चाहिँ खिचिएको छ होइन धेरै जस्तो होइन लुग्ला नाम्चीको कुरा गरिएको छ एभरेस्ट होइन यो चाहिँ मेरै आफ्नै गाउँ हो मेरो जन्मथलो होइन जन्म गाउँ हो होइन त्यो पनि एउटा जेरी अन टप चाहिँ अर्को एउटा मेरो लागि चाहिँ होइन प्लस पोइन्ट बनेको छ भनौँ न होइन फिल्म हेर्नलाई चाहिँ है लुग्लाको सिनहरू देखाएको छ नाम्चीको र एभरेस्टको होइन अब कुन तरिकाले खिचियो अरू होइन हिउँको पार्टहरू हिमालको पार्टहरू तर कस्तो रियलै देखाएको छ है यतिको चाहिँ होइन र अब यो पनि एउटा एक हिसाबले अब टुरिज्म प्रवर्धनको हिसाबले पनि मुभीको एउटा सिनेमेटोग्राफी नै राम्रो देखाएको छ होइन अब बाँकी मुभी अब कस्तो हुन्छ त्यो त मुभी हेरेपछि थाहा हुन्छ होइन तर आचल शर्मा र अनमोल केसीलाई फर्स्ट टाइम स्क्रिनमा हेर्दाखेरि राम्रो देखिँदो रहेछ उहाँहरूलाई नै होइन र जसिता गुरुङसँग त उहाँको पहिल्यै स्क्रिन सेयर गरिसक्नु भएको थियो र बाँकी कुरा अब होइन मुभी हेरेपछि कुरा गरौँ होला धेरै धेरै शुभकामना जेरी अन टपलाई र एकदम धेरै एक्सपेक्टेसन राखेर गएर मुभी होइन फितलो लाग्नुभन्दा बरु ठिकको एक्सपेक्टेसन लिएर गएर होइन मुभी त बवाल रहेछ भन्ने खालको होस् मुभी शुभकामना